साम्राज्यहरूको टकराव, अङ्ग्रेज नेपाल युद्ध, कारण, वीरहरू र सुगौली सन्धि। ऐतिहासिक अङ्ग्रेज नेपाल युद्धको यस विश्लेषणात्मक प्रस्तुतिमा स्वागत छ। आज हामी त्यो विशाल युद्ध पछाडिका जटिल कारणहरू, त्यति बेलाको उत्कृष्ट नेतृत्व र त्यसले छोडेको दीर्घकालीन प्रभावलाई केलाउनेछौँ। एकदमै रोचक हुनेवाला छ। सुरु गरिहालौँ है त। अब यसमा गहिरिएर हेरौँ कसरी एउटा सानो हिमाली राज्यले शक्तिशाली बेलायती साम्राज्यलाई अहिलेसम्मको थकाइलाग्दो पहाडी युद्धमा धकेल्न सफल भयो। यो साँच्चै नै एउटा डेभिड र गोलियात बीचको जस्तै ऐतिहासिक द्वन्द्व थियो। एकातिर आधुनिक हतियारले भरिपूर्ण इस्ट इन्डिया कम्पनी अनि अर्कोतिर अदम्य साहस बोकेको गोर्खा राज्य। सोच्नुस् त कस्तो डरलाग्दो भिडन्त थियो होला त्यो। पहिलो खण्ड, युद्धका मुख्य कारणहरू, विस्तार, अर्थतन्त्र र सुरक्षा। हेर्नुस्, त्यति बेला ब्रिटिस इस्ट इन्डिया कम्पनी र गोर्खा राज्य दुवै द्रुत रूपमा विस्तार भइरहेका थिए। त्यसैले उनीहरू बीचको टकराव त कुनै न कुनै दिन हुनु नै थियो। सन् 1814 को यो द्वन्द्वका मुख्य 3वटा भू-राजनैतिक कारणहरू थिए। पहिलो त उर्वर तराई क्षेत्रको स्वामित्वलाई लिएर भएको सीमा विवाद। दोस्रो, तिब्बतसँगको त्यो बेलाको एकदमै लाभदायक पश्मिना वा उनको व्यापारमाथि नियन्त्रण जमाउने बेलायतीहरूको आर्थिक महत्वाकांक्षा। र तेस्रो, नेपालले उत्तर भारतका अन्य राज्यहरूसँग मिलेर कतै बेलायत विरुद्ध गठबन्धन पो बनाउँछ कि भन्ने उनीहरूको ठूलो सुरक्षा चिन्ता। र यसले उत्कृष्ट रूपमा के प्रश्न पार्छ भने यी दुई शक्तिहरू बीच भूगोललाई हेर्ने दृष्टिकोण नै कति धेरै फरक थियो। बेलायतीहरू सीमालाई नक्सामा कोरिएको एउटा अपरिवर्तनीय रेखा मान्थे, तर नेपाली दृष्टिकोणमा नै सीमाहरू भनेको प्राकृतिक वातावरण र मौसम अनुसार बदलिने तरल क्षेत्र थिए। साँच्चै भन्नुपर्दा यही वैचारिक भिन्नताले नै आगोमा घिउ थप्ने काम गर्यो र तनावलाई युद्धकै तहसम्म पुर्यायो। दोस्रो खण्ड, भीमसेन थापाको नेतृत्व, नेपाली रणनीतिका वास्तुकार। अब अलिकति तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको रणनीतिक सोचतर्फ लागौं। राज्यको रक्षा गर्न उनले कसरी सेनाको आधुनिकीकरण गरेका थिए त्यो बुझ्न निकै महत्त्वपूर्ण छ। हाम्रा पहाड र किल्लाहरू भगवानकै हातले बनेका हुन् र यिनलाई कसैले जित्न सक्दैन। यो भनाइले भीमसेन थापाको असाधारण आत्मविश्वास छल्काउँछ। समथर मैदानमा लड्न बानी परेका बेलायती सेनाका लागि नेपालको यो विकट र पहाडी भूभाग पार गर्नु भनेको फलामको चिउरा चपाउनु सरह नै हुनेछ भन्ने कुरामा उनी पूर्ण विश्वस्त थिए। उनले यही कठिन भूगोललाई नै आफ्नो प्रमुख रणनीतिक हतियार बनाएका थिए। सैन्य रणनीतिका साथसाथै भीमसेन थापाको व्यावहारिक वास्तुकला पनि उत्तिकै उल्लेखनीय छ। काठमाडौँको मुटुमा रहेको धरहरालाई नै हेरौँ न। यो कुनै सामान्य स्तम्भ मात्र थिएन, यो त एउटा निकै महत्त्वपूर्ण सैन्य संरचना थियो। सङ्कटको बेला यही धरहराको टुप्पोबाट ठूलो आवाजमा बिगुल फुकेर सेनालाई तुरन्तै टुण्डीखिलको परेड मैदानमा परिचालन गरिन्थ्यो। कस्तो गजबको सोच, होइन त? तेस्रो खण्ड, नालापानी र नेपाली वीरहरू। पहाडी युद्धको वास्तविक र कहाली लाग्दो रूप। रणनीतिक तयारीहरू त हेर्यौं, अब हामी युद्धको अग्रपङ्क्तिमै पुग्नेछौँ। त्यहाँ बेलायती सेनाको विशाल सङ्ख्या र भारी तोपखानाको सामना नेपाली वीरहरूको अदम्य साहसले गरिरहेको थियो। अब यो 600 विरुद्ध 5000 भन्दा बढीको सङ्ख्यामा साँच्चै ध्यान दिनुपर्ने कुरा के छ भने यसले नालापानी युद्धको कस्तो नाटकीय र असमान स्थिति थियो भनेर छल्लङ्ग पार्छ। एकातिर अत्याधुनिक हतियारले सुसज्जित 5000 भन्दा बढी बेलायती सेना र अर्कोतिर हेर्ने हो भने केवल 600 नेपाली योद्धाहरू। सुन्दा पनि आङ जिरिङ हुन्छ। नालापानीको किल्लामा क्याप्टेन बलभद्र कुँवरको नेतृत्वमा रहेको त्यो सानो फौजले अभूतपूर्व वीरता प्रदर्शन गर्यो। दुई पटकको भीषण आक्रमणलाई विफल पारेपछि बेलायती सेनाले क्रूरतापूर्वक किल्लाको पानीको मुहान नै काटिदियो। तिर्खाले छटपटाउँदा पनि आत्मसमर्पण गर्नुको साटो बाँचेका नेपाली योद्धाहरू 1 महिनापछि नाङ्गो खुकुरी नचाउँदै घेरा तोडेर बाहिर निस्किए। त्यहाँ महिला र बालबालिकाहरूले समेत आफ्नो ज्यानको पर्वाह नगरी तोपको गोला छेक्दै किल्लाको रक्षा गरेका थिए। यो घटना सुन्दा आज पनि छाती ढक्क फुल्छ। नालापानी बाहेक अन्य मोर्चाहरूमा पनि युद्ध तीव्र रूपमा अघि बढ्दै थियो। जनवरी 1814मा जितगढीमा उजिरसिंह थापाले आफ्नो उत्कृष्ट रणनीतिक कुशलता देखाउँदै बेलायती सेनालाई पछि हट्न बाध्य पारे। तर पश्चिममा भने नेपाली सेनाको उपस्थिति पातलो हुँदै गयो। अप्रिल 1815मा अल्मोडा ढल्यो र मे महिनामा देउथलको युद्धमा 70 वर्ष नाघेका वृद्ध सरदार भक्ति थापाले देखाएको अदम्य साहसलाई त स्वयं बेलायती जनरल अक्टरलोनीले पनि उच्च सम्मानका साथ सलाम गरेका थिए।
उता पश्चिमी मोर्चाको नेतृत्व गरिरहेका बडाकाजी अमरसिंह थापाले अत्यन्तै सीमित स्रोत साधनका बावजुद बेलायती सेनालाई निकै कडा टक्कर दिएका थिए। तर बेलायती सेनाको भारी तोपखाना र निरन्तरको घेराबन्दीले अन्तत उनका योद्धाहरूलाई चारैतिरबाट छेप्दै ल्यायो। खाना र हतियारको चरम अभावले गर्दा उनी ससम्मान आत्मसमर्पण गर्न बाध्य भए। चौथो खण्ड सुगौली सन्धि र परिणाम, कोरिएको नयाँ नक्सा र नयाँ विरासत। युद्धको यो थकाइलाग्दो दोस्रो चरणले अन्ततः एउटा तितो निष्कर्ष निकाल्यो। सन् 1816मा सुगौली सन्धिमा हस्ताक्षर भएसँगै यसले नेपालको नक्सा र भविष्य दुवैलाई सदैका लागि परिवर्तन गरिदियो। सन्धिको कठोर भौगोलिक वास्तविकता कस्तो थियो भने नेपालले आफ्नो करिब 1/3 भूभाग गुमाउनु पर्यो। पूर्वमा टिस्टादेखि पश्चिममा काङ्ग्रासम्म फैलिएको विशाल गोर्खा राज्य अब खुम्चिएर पूर्वमा मेची र पश्चिममा महाकाली नदीको सीमाभित्र सीमित हुन पुग्यो। आधुनिक नेपालको सिमाना वास्तवमा यसरी नै निर्धारण भएको थियो। त्यसैले यहाँनिर बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने सुगौली सन्धिले भूभाग मात्र खोसेन, यसले गहिरो राजनीतिक र सामरिक परिवर्तन पनि ल्यायो। काठमाडौँमा बेलायती प्रतिनिधिको उपस्थिति अनिवार्य गर्यो र गुमेको तराईको क्षतिपूर्ति स्वरूप वार्षिक 2 लाख रुपियाँ दिने व्यवस्था भयो। तर यसको सबैभन्दा रोचक परिणाम भनेको एउटा विश्व प्रसिद्ध सैन्य परम्पराको जन्म हुनु थियो। यो कसरी भयो भनेर हेरौँ है त। युद्धको मैदानमा नेपाली योद्धाहरूको बहादुरी र लडाकुपन देखेर बेलायती कमान्डरहरू यति धेरै प्रभावित भए कि युद्ध चल्दा चल्दै उनीहरूले नेपाली योद्धाहरूलाई समावेश गरी नासिरी रेजिमेन्ट गठन गरे र ठ्याक्कै यहीबाट सुरु भयो विश्व प्रसिद्ध गोर्खा सैनिकको ऐतिहासिक विरासत, जसले सैन्य इतिहासलाई सधैँका लागि बदल्दियो। तर नेपाललाई यस ऐतिहासिक युद्धमा नेतृत्व गर्ने प्रधानमन्त्री भीमसेन थापाको व्यक्तिगत अन्त्य भने निकै दुःखद रह्यो। युद्धपछिको राजनीतिक खिचातानीमा उनले बिस्तारै आफ्नो शक्ति गुमाउँदै गए। दरबारभित्रको षड्यन्त्र र झुठो आरोपमा जेल हालिएका यी महान रणनीतिकारले अन्ततः अपमान सहन नसकी अगस्त 1839मा दुःखद रूपमा आफ्नो प्राण आफै त्याग्नु पर्यो। यस प्रस्तुतिको अन्त्यमा एउटा गहिरो प्रश्न विचार गरौँ। 2 शताब्दी अघिको त्यो एउटा लडाईले कोरेका सिमानाहरू र त्यही बेला सुरु भएको सैन्य पहिचानले आजसम्म पनि यो देशलाई कसरी परिभाषित गरिरहेको छ? इतिहास भनेको केवल बितेको समय होइन नि, यो त हाम्रो वर्तमानको आधारशिला पनि हो।